हामी कहाँ जानु अरे त हेरेर भन्नु त चाचा बिर्सेँ मैले त माउन्ट फुजी रे माउन्टको के थियो रे माया वी आर गोइङ अन माउन्ट माया या बिहानको 9:30 बजेदेखि हामी निस्क्यौँ आज सट्ट अब हेरौँ कतिखेर आइपुग्छौँ हामी घर ढाकाबत्तिज हामी चाहिँ अब लगभग नजिकै आइपुगिसकेका छौँ डाँडाको हाम्रो डेस्टिनेसन चाहिँ अलिक परै छ होइन सरल धेरै पर देखिन्छ यार यो उसमा क्या राम्रो देखिएको त ड्रेसअप टक्क सिङ्गो कुर्दैछौँ टक्क हामी यहाँ छौँ सरल हाम्रो चाहिँ यहाँ ट्याक्क डाँडा सुरु भइसकेको छ अब चाहिँ केही शीतल हुन्छ कि भन्ने आश छ अहिलेसम्म त गर्मी नै भइरहेछ टक्क सरल ओ कस्तो चिल्लो हुने अर्कै कलर है टेस्लाको माथि जङ्गलको शीतल हुन्छ भने आश गरेका छौँ बिचरा अङ्कलको हेर यहाँ किरिम सबै भएर किरिम बगा हामी चाहिँ नुनबिकी हुँदै जान लागेको अब उकालो सुरु भयो हाम्रो हाइकिङ स्टार्ट हुँदैछ चाचा ठिक छ नि गेन्की आर यु गेन्की उकालो सुरु हुन्छ अब हेरौँ स्याहास्या हुने घन्द्रो छ त यार अङ्कल गएको रहेको त सेनमन गएको ल है सेनमन गएको नपाउनेहरू कोहीको डाँडामा छ तलतिर गयो भने चाहिँ नुनबिकी फल्स मासतिर नुनबिकी के हो यो चौसुइके चौसिची मासतिर अझ हामी कहाँ पुग्छौँ इचिगारा फुतताबी पार्क रे हामी जाने यता होइन र इचिगारा हुँदै जाने होला टक्क लगभग आधी बाटोमा आइसकेका छौँ रोकोयामा टक्क यहाँ नायो हेर्दै चिज हेर्दै यो बाटो लाग्नुपर्ने होला नि यो बाटो लाग्नुपर्ने खास गरी यो सिनखानसिन भइहाल्यो अब यहाँबाट त बाटो हामी यहाँ आइसक्यो यो बाटो भइहाल्यो उता माथि ठुलो ड्याम गर्छौँ गर्मीले अति बनाइसक्यो हाम्रो चाहिँ यहाँ पनि हेर्ने हो सनरुखको
किन्दै थियो यहाँबाट यता गएको नि त हामी किन्दै चाहिँ यहाँबाट यहाँ फेरि तलै देखाएको छ यार यहाँबाट तलै पुग्छ हामी लगभग अलिकति बिचतिर आइपुगेका छौँ सट्टा हामी लाएर हजुरबा हजुरआमाहरू सब फरेस्ट गएका छन् यहाँ मुख धुनु पऱ्यो चिसो छ माथि केबल लाइन चलिरहेको छ ए बिरालो नि रहेछ यार ओ बिरालो ओ म्याउ चाचु हामीले अलिअलि फ्रेस भइसक्यौँ अब चाहिँ हामी फेरि हिँड्दैछौँ मेरो लाग्दैन नुनबिगी जानु चाहिँ तर हामी नुनबिगीसम्म मात्र नभइकन अलिक टाढा रोप लाइन बढिया पछाडि गाडी आयो केही हातमा हल्का शीतल भएको होइन मुखुलेर पनि होला सायद जङ्गल जङ्गल है मजा आइरहेको छ यता आउनु न भर्खर सिकाएर टक्क भर्खरवाला रहेछ यो लोगो छ नि यो लोगो भर्खरको ड्राइभिङ भन्ने सङ्केत दिन्छ त्यही भएर बिस्तारै वहीँ पार्दैछ यसरी नै हो सिक्ने सुरुमा कोही पनि जान्ने हुँदैन तलतिर त्यस्तै भिड छ धन्न रुख भएर मात्र तल त खोला हो नि खास गरी खोल्छ तल नि तार रहेछ हेर रन चाहिँ ए तल नि बाटो है साँच्ची तल गोरेटो बाटो रहेछ हामी चाहिँ नुनबिकी 10 बजीदेखि 5 बजीसम्म हो 2 मिनट जान्छ सट्टै चाहिँ लक खोलेर हिँड्नुपर्छ क्या सफा है स्टेसन छ एउटा सेकेन्ड स्टेसन छ केबल कारको अझै माथिसम्म जान्छ अरू बेला चाहिँ एकदम खतराले फुलिरहेको हुन्छ फुल यता त यतातिर खतरा फुल्दा हुन्थ्यो यहाँ माथि चाहिँ छ यताले हेर कस्तो फुलेको छ अस्ति नै आउँदाखेरि भर्खर सानो सानो बिरुवा हो अहिले माथि दामी फुल्या होला भन्ने आशाको साथ हामी आइरहेछौँ
माइटन ओइ माछा पनि रहेछ यार हेलो प्लिज माछो रोकलाई हात डुबाउनु न सातो उडाइ कहाँ होला त यो कहाँको खोलामा होला त भनेर भन्न मिल्दैन हामी सिन्धुनगरी पाहाडभित्रै छौँ यहाँभित्र चाहिँ पुरा बसेर खान मिल्ने पनि ल पानी पनि यस्तो यस्तो खतराको रुख के भन्ने कुरा छ त ल है त खतरा छ ल बसेर जङ्गलमा गएर माथि वाह यो हो नि त ल आउनु पर्यो हो यता आउनु पर्यो यस्तो खतरा खतरा रिसोर्ट छ अस्ति नै सुरेश दाजुसँग आएन है यता यस्तो खतरा मिस गरेछ नि स्वर्ग क्या फ्रीमा हुने रहेछ होइन डेन्जर छ ल एकदम डेन्जर छ यता भ्यूहरू खतरा छ उताको यता हो डेन्जर फ्रीमा पनि यस्तो डेन्जर कम हियर महँगो होला है यहाँ त खासै महँगो त छैन होला सबैतिर फ्री क्या फेरि उफ्रिने पनि रहेछ हाम्रो पैसातिर नि पैसा असुल हुने खालको छ है ठाउँ त यस्तो दामी रहेछ माथि
यत्रो जापान आएर पनि छुटायो है कोही कोही मान्छेले यहाँ डेन्जर छ ल यहाँ जाउँ हुन्छ यतातिर डाँडा आम्बो यता यस्तो खतरा डाँडा छ राख्ने माथितिर खाना छ त घुमै जानु भने क्या हो केरा साँच्चीकै केरा यो सही छ यो गङ्गटी खोला नि पार्क यस्तै हो गङ्गटी खोलामा होइन म चाहिँ अड्चाले खोलामा चाहिँ रेस्टुरेन्टहरू पार्क बनाउने कसलाई ल्याएर राख्ने हो त्यहाँ टुरिस्ट त आउँदैन होला पक्कै टुरिस्ट आउँदैन अब त्यो त अब सबै इन्स्टाग्राम यताउता दुई चारजना इन्फ्लुएन्सर बोलाएर जस्तो हामी त्यहाँ भयो कताबाट एक्जिट यहीँबाट होइन यहीँबाट ए फ्रेस नला हेलो गाइस कैसे तेरा मान 0.5 मान ओए
एरिया छ मस्त। चाचा उहाँ छन्। जङ्गल हेर्दा पनि धेरै मजा आउने यो। त्यो बिल्डिङबाट आएको ठिकै त्यही घरबाट। भयो हाम्रो एग्रिकल्चर त गाह्रो हुन्छ यार। हाम्रो बा आमाले त पहिला 2-3 घन्टा यस्तो उकालो त्यही माथि नुनको भारी बोकेर हुन्थ्यो भने यार। आफ्नो जिरोतिर त ज्यान पनि भारी लागिरहेछ। हुन त अब बानी पनि छैन, त्यही भएर जस्तो लाग्छ। लास्टको घरमा छ दुईजनाले बिचबाट लौरो बनाइयो, पसिना तरतर चाहिएछ। हामी त आधीभन्दा बढी आइसक्यो है चाचा, हामी त आधीभन्दा बढी आइसक्यो है। तर 1.5 किलोमिटर चाहिँ होला अब हाम्रो डेस्टिनेसन। अलिकति सम्म आयो त्यो पनि सम्म आयो। हामी चाहिँ लगभग अहिलेको त्यो नुनोबिकी छोडेर 1 घन्टा हिँडिसक्यौँ यस्तो गोरेटो बाटो। बेला बेला यस्तै आयो त मजै आउँथ्यो। त्यो दामी भयो है। डेट सबै भिजिसक्यो। तपाईँ भित्र के लाग्यो गर्ने भए होइन सहन दिने हो। खोला चाहिँ क्या खोला कहाँबाट आउँछ त? त्यो ब्यागमा हालिदिउँ त्यो ढुङ्गा है न। Tuan tahu. Hello guys, हामी चाहिँ चढ्दैछौँ अहिले यामा। अब जाँदैछौँ हामी माया यामा।
हामी चढ्दैछ यस्तो बाटो माया सान भने नि आमा भने नि कान्छी एउटा गाह्रो पुग्दा हुन्छ तर हामी जाँदैछौँ नुनुबिटीबाट मायासम्म सम्म ठाउँ आयो गएको रिङ्गो यस्तो यस्तो ठाउँ छ यो चाहिँ दिलकुमार चान हो हवाई लु है अलिअलि हेरौँ है लु है अलिअलि हेरौँ है साथीहरू आधी जापान देख्यो है यहाँबाट अलिक बढी भयो कि आज जस्तो लाग्छ त्यही पनि यति त पेल्दा हुन्छ मायामा टावर僕たちは毎朝693.5 メートルの上にずっと見てますね。